यसलाई त म फोन बजाइदिन्छु। हे गाइस, टुडेज लाइफ व्लगमा स्वागत छ। चक्क आज मस्त बिहान उठेर होइन फेरि पनि बिहानको काममा स्कुटरमा एक राउन्ड हानेर म आइसकेको छु। तपाईँहरूले देख्न सक्नुहुन्छ मेरो टेबलको हालत यस्तो छ होइन। यसको लागि नि मैले बिहे गर्नुपर्ने हुन्छ कि अब त्यस्तै त हो नि, केटाहरूको खासै जाँगर चल्दैन। हप्तामा 1-2 चोटि मिलाइन्छ होला, त्यसपछि त त्यस्तै हताभुङ्गै हो। त्यति नै मिलाइँदैन कुनै बेला त होइन। देख्न सक्नुहुन्छ मेरो टेबलको हालत मस्त। त्यहाँ टिभी छ तर चल्दैन। डिस होम डिस हो कि के जाति भन्छ त्यसमा चाहिँ मैले पैसा हालेँ होइन। मेरो टेबलको हालत यस्तो छ। अब तपाईँहरूले मस्त देख्न सक्नुहुन्छ होइन। मेरो पछाडि मेरो बेडको हालत पनि त्यस्तै छ, भताभुङ्गै छ होइन। त्यो चाहिँ मेरो चेस्ट गार्ड रहेको छ। यहाँ पन्जा, रुमाल, त्यसपछि यहाँ सानो तौलिया, मास्क, भताभुङ्गै छ। अब यतिको लागि नि मैले नि बिहे गर्नुपर्ने हुन्छ कि। केटाहरूले खासै जाँगर त चल्दैन। सुरुमा चाहिँ म के गर्छु भन्नुपर्दा चाहिँ तपाईँहरूलाई चाहिँ सुरुमा म यो बेडलाई चाहिँ यो ब्ल्याङ्केट र त्यो के भन्छ त्यसलाई, यो फाइबरको त्यो के जाति हो त्यो मलाई थाहा छैन। यसलाई चाहिँ म सुरुमा चाहिँ उठाएर पटकिदिन्छु र त्यसपछि म तपाईँहरूलाई बाहिरतिरको माहौल पनि देखाउँछु है त। सो साथीहरू, मैले मस्त बेड मिलाइसकेँ होइन। तपाईँहरूले देख्न सक्नुहुन्छ मैले मस्त बेड मिलाइसकेको छु। यो ब्ल्याङ्केट र त्यो फाइबरको सिरकलाई उठाएर पटकिदिएछु होइन। मस्त तपाईँहरूले देख्न सक्नुहुन्छ सर्लकै मैले मिलाइसकेको छु। र यता रहेको छ हाम्रो टेबल पनि टक्क अलिअलि चिटिको भइसकेको छ। यो मेरो एन्ड्रोइडको चार्जर, यो चाहिँ आइफोनको चार्जर हो ल। तर मसँग पनि आइफोन छैन कि, त्यही पनि चार्जर चाहिँ छ, एउटा यहाँ छ अनि त्यहाँ दुईवटा छ। अब पत्याउनुहुन्न भने चाहिँ निहालेर हेर्नु होला टक्क यसलाई चाहिँ होइन। यो चाहिँ आइफोनको चार्जर, यो दुईवटा आइफोनको, यो पनि आइफोनको। यो चाहिँ एन्ड्रोइड, यो चाहिँ स्पिकरको। मस्त देखि नै सक्नुभयो होइन। मैले रेडी गरिदिइसकेको छु आफ्नो बेड, देख्न सक्नुहुन्छ उठाएर पटकिदिइहालेछु। म चाहिँ यति बेला मस्त आफ्नो घरको छतमा आइसकेको छु। तपाईँहरूले देख्न सक्नुहुन्छ हाम्रो परको माहौल होइन, सर्लकै जस्तो लागेको छ। यहाँबाट मैले चाहिँ खुब पहाड देखाउँथेँ कि हिमाल देखाउँथेँ होइन। सर्लको आज भने केही पनि छैन, टक्क चिल्लै छ। अनि देख्न सक्नुहुन्छ उसो अलिअलि हटिसकेको छ किनकि दिउँसो हुन लागिसकेको छ। सर्लको यो खेतमा नि त्यस्तै पानी जमेर योपालि चाहिँ तोरी लाउन पाइएन। अरूतिर चाहिँ सर्लकै तोरी छ। हाम्रो घरको पूर्व साइडतिर नि मस्त तोरी छ। त्यो फुलेको म तपाईँहरूलाई चाह्यो भने देखाउन सक्छु। चाह्यो भने भन्दा नि फुर्सद मिल्यो भने, टाइम मिल्यो भने म त्यहाँ गएर देखाउने छु। हाम्रो हजुरआमाले चाहिँ होइन यहाँ चाहिँ मस्त देख्न सक्नुहुन्छ यो खडाइ सुकाउँदै हुनुहुन्छ। के को लागि सुकाउँदै हुनुहुन्छ भने मलाई पनि थाहा छैन। मस्त सुकेपछि सायद आगो बाल्नलाई होला। अब जाडो एकदमै साह्रो छ नि त साथीहरू होइन, त्यही भएर आगो बाल्नलाई होला, हुनसक्छ। सरी है, यसलाई खडाइ भन्दैन, यसलाई झ्याक्सी चाहिँ भन्छ होइन। खडाइ हो भन्दा अझै लामो हुन्छ। यो चाहिँ सानो छ नि त, यसले झ्याक्सी भन्ने गर्छ होइन। त्यही भएर हो, कहिलेकाहीँ यस्तै हो, कन्फ्युज त भइहाल्छ। टक्क अब जाडो साह्रो छ, मलाई पनि देख्न सक्नुहुन्छ। अब हिमाल पहाड त आजको यो भ्लगमा देखिएन। सर्लकै म पनि जादु जस्तो देखिछु होला। यति थोबडा मात्रै देखेछ मेरो पनि, यति मात्रै देखेँ होला मेरो थोबडा पनि। त्यही नै हो। अब म चाहिँ एकछिन पछितिर घाम निस्केपछि म तपाईँहरू हाम्रो घर पछाडिको पूर्व साइडको माहौल देखाउँछु है त। सर्लक्कै तोरी नै तोरी छ कि, वाउ भन्छ नि त्यस्तै भ्यू छ कि। टक्क अहिले खेततिर आइसकेको छौँ होइन। मस्त तपाईँहरूले देख्न सक्नुहुन्छ म चाहिँ आफ्नो घरको पछाडितिर आइसकेको छु। यो चाहिँ सर्लक्क देख्न सक्नुहुन्छ तपाईँहरूले, तोरीबारी छ होइन। जहाँसम्म आँखा जान्छ त्यहीसम्म सर्लक्कै तोरीबारी नै छ। कता हो सर्लकको मस्त भ्यू छ कि, यहाँबाट चाहिँ एकदम राम्रो देखिन्छ। म चाहिँ मस्त आफ्नो खेततिर आइसकेको छु, देख्न सक्नुहुन्छ। यो चाहिँ हाम्रो मम्मीले चाहिँ केराउ लाउनु भएको छ कि, देख्न सक्नुहुन्छ यस्तै केराउ छ। यो खेतमा नि हाम्रो सर्लक त पानी थियो नि त, तोरी छर्न मिलेन। त्यही भएर मम्मीले चाहिँ यो
सर्लकै सबै चाहिँ केराउ लगाइदिनु भएको। उता माथितिर तोरी नै तोरी देख्न सक्नुहुन्छ, मस्त छ। मस्त जहाँसम्म जान्छ त्यहीँसम्म तोरी नै तोरी छ कि साथीहरू, सर्लक्क होइन, बबाल पारामा। यहाँ चाहिँ सर्लक्कै हाम्रो मम्मीले देख्न सक्नुहुन्छ केरा लागेको छ होइन। आज काम गर्नु पत्तो छैन, म पनि जादु जस्तो बनेर अब आएँ, फेरि घरतिर लाग्दैछु। मस्त तोरी नै तोरी छ चारैतिर, त्यो हेर्न सक्नुहुन्छ होइन तपाईँहरूले। मजातिर लागेको त्योमा साला कुत्ता भुक्याभुकी गर्छ कि उता छ माया पुग्ने, यति रिस उठ्छ यो गधाको। खेत आउन पाउँदैन, भुक्याभुकी गर्छ। यसलाई त म कुन दिन बजाइदिन्छु। मस्त साथीहरू, म खेतबाट आइसकेको छु। धेरै बेर बसिनँ किनभने अब शीत थियो नि त, अब चिसोमा पानी जाँडै सुक्दैन। देख्न सक्नुहुन्छ काम पनि बल्ल देखा परेको छ होइन। ल यता चाहिँ हाम्रो करेला फलिरहेको छ सर्लक्क। यो मात्र नभएर तपाईँ यता सिमी देख्न सक्नुहुन्छ, यहाँ तल अझै करेलाहरू फलिरहेको छ होइन। एउटा मात्र फल्दैछ हौ भन्नु होला। सो आजलाई यति नै, यो भ्लग्सलाई म एन्ड गर्छु। मन परेको छ भने लाइक गरिदिनु, च्यानललाई सब्सक्राइब गरिदिनु। थ्याङ्क्स फर वाचिङ। भेटौँला अर्को भ्लग्समा, बाई।